थकाली पनि गर्नु पर्यो है दिदी। गर्मी त के कुरा गर्नु भाइ, यस्तो गर्मी छ। एकैछिन थकै मारौँ न त, कस्तो बढी भयो। मसँग होला। घर पनि आउन के गर्नु भाइ, दुखी गरिबीको जिन्दगी एकदमै पठाउन गाह्रो हुँदो रहेछ। यदि यो अवस्थामा हाम्रो मम्मी हुनु भए भए हामीलाई यस्तो अवस्थामा त राख्न दिनुहुन्थेन होला है। अब बाबाको ताल त्यस्तै छ भाइ, जतिखेर पनि जाड रक्सी खानुहुन्छ, हामीलाई टेन्सन मात्र दिनुहुन्छ। खर्च सबै हामी आफैले पुर्याउनु पर्छ, पढाइ भन, तिम्रो खर्च भन, म माथि धेरै जिम्मेवारी छ भाइ। तिमीले पनि यो कुरा बुझेर मलाई साथ सपोर्ट दिनुपर्छ, तिमी गलत बाटो हिँड्न हुन्न ल। म हिँड्दिनँ दिदी, अब मन बितेदेखिबाट म पनि त्यस्तै भएको छु, अलिकति काममा पनि मन जाँदैन, त्यस्तै भएको छ भाइ। म छु तिम्रो लागि, के टेन्सन नगर। सानीमाकोमा आछौँ, सानीमाले हामीलाई हौसला प्रदान गर्नुहुन्छ होला। 1-2 दिन भयो नि हामी खुसी हुँला नि त्यहाँ। ल जाम, अब गर्मी पनि धेरै भयो है, अब उतै गएर गफगाफ गरौँला नि त। बल्ल आइयो सानीमाको घर। म घन्टी बजाउनु पर्यो। नानी आम्बो फल्यो हेर त। मम्मी फेरि दाइ दिदीहरू आउनुभएछ नि। को दिदी को आएछ है? ती माइली ठुमम्मीका छोराछोरी के? ए ल बोला कति आउन सक्यो कि बिदा भयो कि आइहाल्नु। बोला ए दाइ दिदी नमस्ते। नमस्ते कान्छा, के छ सन्चै हो? सन्चै अनि हजुर। ए कति ठुली भएछ तिमी? मम्मी कता हुनुहुन्छ त? मम्मी भित्रै हुनुहुन्छ। आउनुहोस् न। ल साथमा नमस्ते। नमस्ते। आयो तिमीहरू? सचै हुन्छ नि। ठिकै छ ल बस। यो चाहिँ तपाईँलाई कोसेल। तपाईँलाई कोसेल छ नि। के ल्यायो त नि? पर्खेन? मम्मी चिसो ल्याऊ। कहाँ चिसो हुनु? पानी ल्याऊ न। पानी ल्याऊ। आउनुहोस् दादा पानी। धन्यवाद। धन्यवाद कान्छा।